सबैजना सन्चै आराममा छ लगाउने सन्चै आराममा चाहिँ आज फिसिङ हन्डी आएको छ। अब यता माथि चाहिँ अब होइन तिहारी थापेछ। अब अगाडि दिपेश भाइ हन्टिङ गरेर आयो। दिपेश भाइ कति हान्यो हन्टिङ भनेको? तिहारीमा त पऱ्यो होइन? के छ तनी असन कति मार्यो त माछा? मारे त्यो धेरै त राख्नु नमिलेर त्यहाँ लगेर राखेछु त। हो मामा यता भात रेडी भइसकेको रहेछ है। अनि के छ दिवस भाइ भोक लाग्यो हो? ल यता मादा बसेछ, यता हाम्रो कुकपिन भन्छ। हेलो के छ भन्छ हजुर? यता खै देखाउनु न यार। आमामा ल अब हाम्रो चाहिँ खाना रेडी भयो। अब लोकल कुखुराको एकदम मासु पाकेर रेडी भइसकेको छ। अब खाना भात पनि पाक्यो। ल केटा अब चाहिँ रेडी हुनुपर्छ है। माछा अलि धेरै मार्नुपर्छ आज चाहिँ। ल गाइस ल ल ल ल ल ल सुरु गर। अम्म सुरु भइसक्यो अरे ल गाइस। दिपेश भाइ अम्म हानिदियो। ल ल ल ल आमामा लोकल कुखुराको स्वादमा है। ल यता अब हाम्रो भाग पनि आइसक्यो। त्यो झिङ्गो डढे चाहिँ तर भात ट्याक्कै यता चाहिँ रोपाइ भइरह। है लगाइछ चाहिँ छाउदी खोलाको भ्यू। छाप्दी खोलाको भ्यू रे बुल्दी खोला पो है। ए सागे खोला कहाँ कहिले आइपुग्यो थाहै भएन।